हेलो गाइस वेलकम आवर मिनी भ्लग। यो चाहिँ हाम्रो पहिलो भ्लग हो है, जानी नजानी बनाउँदै छौँ। आज चाहिँ हामीले रुममा पुरी अचार बनायौँ। हाम्रो चाहिँ ठुलो बहिनीलाई यति पुरी अचार खान मन लागेर विद्रम्सै भयो। अनि हामी दुइटा चाहिँ काम गर्न अल्छी मान्छेलाई चाहिँ काम गर्न एकदम मजा लाग्छ। त्यही भएर किन काम गरेर चाहिँ हामीले चाहिँ यसो भ्लग बनाएर सबैलाई देखाउँदैछौँ। हाम्रो चाहिँ यति हो काम है। अब देखाउँ ल पछाडि उहाँबाट उहाँको प्रस्तुति अब ल अब म चाहिँ पुरी तरकारी देखाउँदैछु हामीले कस्तो बनायौँ भनेर। दिदीले चाहिँ अब लास्ट हाम्रो थोरै स्टेप बाँकी छ, त्यसपछि खाने काम हामी खान्छौँ। ल हजुरहरूलाई म पुरी देखाउँछु है हामीले कस्तो बनायौँ। गाइस यो चाहिँ हाम्रो पुरी, यो पनि पुरी। अनि यहाँ चाहिँ अचार बन्दैछ। अनि यो अचारको छोप। अनि दिदीले चाहिँ भर्खर यहाँ प्याज काट्नुभयो। प्याज काट्दा काट्दा आँसु आएर दिदी एकदम थाके रुँदै हुनुहुन्छ। प्याज काट्दा एकदम गाह्रो भएछ दिदीलाई। अनि यही हो आजको हाम्रो काम, आजको हाम्रो खाना भनेकै यही हो। सो गाइस अब हामी चाहिँ खाना खाँदै गर्छ, बाँकी भ्लग देखाउँछौँ। दिदी अरू केही भन्नु छ बाँकी? ल भन्नु त। ए ल हुन्छ ल।